सो गाइस आज चाहिँ हामीलाई लास्ट डे अल्छी लागिरहेको थियो दिनभरि दाजुभाइ के गर्नु भनेर हामीलाई चाहिँ फाइनली सोचमा आयो कि हामी चाहिँ अब गाडी धुनु जानुपर्छ भनेर। अन्त दाजुले भन्यो अब हामी गाडी धुनु जानुपर्छ। अनि यसो गाडी धुनु जाँदाखेरि यसो यताउता हेर्दाखेरि दिन पनि रमाइलो थियो अनि आकाश पनि खुल्ला, पानी पनि परेको थिएन। त्यहाँदेखि हामी गाडी धुनु गयौँ। त्यसपछि गाडीमा धुनु जाँदा भाइले भन्यो हामी अब चिप्सहरू खाउँ। अनि दाजुले किन्नु लगायो यी चिप्स। फाइनली हामी चिप्स किनेर ल्यायौँ। त्यसपछि हामी गाडी धुने जग्गामा पुगेपछि यताउता हेर्दाखेरि हरियाली भएको जग्गा रहेछ। यसो यताउता घुमाएँ। त्यसपछि हामी गाडी धुनु पस्यौँ। अनि दाजुले गाडीमा पानी हाल्नु थाल्यो। त्यसपछि गाडीमा पानी हाल्दा ओर्दा गाडीलाई हल्का धुन थाल्यौँ। त्यसपछि मैले पनि भने दाजु म पनि हल्का सघाइदिन्छु गाडी धुनु। त्यहाँदेखि मैले पनि हल्का गर्दै थिएँ। त्यसपछि हामीले गाडी धोएर टिलिक्क पार्यौँ। यो चाहिँ हाम्रो लास्ट गाडी धोएर पुसपास गरिसकेका हौँ। र गाडी हेर्नु सक्नुहुन्छ तपाईँले, नयाँ देखिरहेको थियो अनि हामीले गाडी धोएर सक्यौँ।